माई च्यानल प्रेरणा श्रेष्ठ अनि आजको न्यू ब्लगमा चाहिँ म हजुरहरूलाई स्वागत गर्न चाहन्छु हैन। अनि आज चाहिँ हामी हाम्रो ब्याचबाट पिकनिक जाँदैछौँ। सो पिकनिक जाने ठाउँ चाहिँ रहेछ उलाबारी खुडी अनि सो चिटिक्का परेर सबैजना हामी आज अरू चाहिँ हिँडिराखेको छन्। म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु। सो आज चाहिँ हामी के गर्छौँ कस्तो रमाइलोहरू गर्छौँ भनेर चाहिँ म हजुरहरूलाई सबै डिटेलमा देखाउँछु हैन। अनि अहिले चाहिँ म बाटोमा हिँडिरहेको छु। सो म अब चाहिँ स्कुलमा पुगेर सबै साथीहरू हामी चाहिँ सबैजना भेला भइसक्यौँ हैन। अनि अब चाहिँ हामी जाँदैछौँ हाम्रो पिकनिक स्पोटमा हैन। अब चाहिँ म हजुरहरूलाई देखाउँछु को जाँदैछौँ भनेर। सो हेलो 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 बाई गाइस। हेलो गाइजहरु के छ? हैन स्पोट आइसकेको छु। अनि यहाँ चाहिँ अलरेडी धेरै बसहरू आइसकेको छ कि अलरेडी हैन। अनि सबै सो अनि हामी चाहिँ अब ऊपारि हामी चाहिँ पिकनिक स्पोट चुज गरिसकेको छौँ। अब हामी जाँदैछौँ सबैजना सामान बोकेर। मेरो भागमा चाहिँ त्रिपाल परेको छ हैन। म चाहिँ त्रिपाल बोकेर हिँड्दैछु। अनि अब चाहिँ हामी पिकनिक स्पोट आइसकेको छौँ। सो अब ठाउँ छानेर अनि हाम्रो चाहिँ खाजाहरू पकाउने खाने सुरु हुन्छ हैन। हेलो गाइजहरु तिमीहरूको क्यामेरा त राम्रो छैन अनुहार राम्रो नआयो भने केही नभन है। अनुहार राम्रो होइन क्वालिटी नराम्रो है भने। स्पोट होइन गाइजहरु। अब हामी चाहिँ यहाँ टिपालहरू ओछ्याएर अब सबै कुराहरू सुरु गर्नु गइरहेको छौँ। अनि सबैजना सबै कुराहरू हेर्दै सबै कुराहरू गर्नु लाग्दैछन्। अनि मलाई कराउनु बिर्सेन यिनीहरूले कति फोन बोकेर हिँडेको भन्दै। यहाँ चाहिँ अब हाम्रो के भन्छ खाजाको तयारी हुन थाल्यो। प्लाई फुट्ला यहाँ चाहिँ अब के भन्छ तरकारीहरू काट्न सुरु भइसक्यो। अनि सन्ध्या तिमी के काट्दैछौ? यता हेर त रुँदैछौ कि छैनौ? मलाई लडतर कुराले यहाँ हुनुहुन्छ शर्मिला चौधरी, रिमा बुढाथोकी, हेलो क्रिस्टिना, हेलो मन्सा, हेलो। कस्तो फिल भइरहेछ त? मन्सा राईलाई भोक लागिसकेको जस्तो छ। उसको अनुहारले बताइरहेछ। यहाँ चाहिँ यो चाहिँ तरकारीको डिपार्टमेन्ट भयो होइन। अनि यहाँ चाहिँ गाइजहरु तिमीहरू के गर्न लागेको हौ? राम्रो पखाल है। यहाँ चाहिँ आलु ग्याग है गाइज।
यो चाहिँ केही काम नगर्ने है उभिने मात्रै कामै नभएको मान्छे यहाँ चाहिँ हाम्रो पाक्दैछ है अनि यो चाहिँ खानेकुरा डिपार्टमेन्ट गाइजहरू खाजा डिपार्टमेन्ट के छ डोलमाजी विचार निक्लेन खुलेन म त हाल्ने हो म त केही पनि काट्दिनँ त हाम्रो त उता पुरै बरु उयोमा हाल्छ केमा हेलो एभ्रिवान ल हेलो एभ्रिवान हामी चाहिँ गौरव एग्रिकल्चर क्याम्पसको चौथो सेमिस्टरको विद्यार्थीहरू आज सबैजनाले आफ्नो सबै कुराहरू साथीहरूसँग कुराहरू सेयर गरौँ साथसाथै आफ्नो के भन्छ हौ त्यसलाई भन्ने पनि अनि अब पिकनिक खानाको भन न कस्तो रमाइलो गरौँ सबैजना भने किन किन यस्तो सेन्टीमा गएको त्यति धेरै सेन्टी हुनु हुँदैन यिनीहरूले खोल्नै सकेन नि यिनीहरूले खानु दिँदैनन् आज टेन्सन नगर जसरी हाल्नु खुलो खुल्दैन त ए ऊ पनि खोलियो ल अब हाम्रो खानेकुरा पनि भइसक्यो अनि अब म पनि काम गर्नु बस्छु फेरि यिनीहरूले मलाई मार्छन् हौ ल अब म पनि जान्छु यिनीहरूलाई काम सघाउनु Anybody? Whose film is this? Huh? Kire? सबै हराउँछन्
अब चाहिँ हाम्रो के भन्छ सबै कुराहरू पाकिसक्यो होइन। अनि अब चाहिँ हामी सबैजना आफै पस्किँदै बफ सिस्टम आफै पस्किँदै आफै खाँदै मासु मात्रै दिने हो होइन। अरू सबै आफै पस्किने आफै खाने हो। मासु पनि आफै पस्केर खान्छ। अनि यहाँ दुईजना चाहिँ हुनुहुन्छ, एकजना भेजिटेरियन एकजना एक्टेरियन। म उहाँहरूलाई पनि देखाएर आउँछु। हेलो गाइजहरू, के छ त? कस्तो भयो त? एउटा खान्छु ल। मिठो भयो? पनिर कस्तो भयो? अन्डा कस्तो भन्छ न? अन्डा त मिठो हुँदैन, हुन्छ मिठो हुन्छ। अब आफूले खाँदिनँ भनेर मिठो हुँदैन भन्नु पनि मिलेन है। खानेकुरा पुलाउवालीले पुलाउ बाँडिरहनु भएको छ। हेलो पुलाउवाली। हेलो गाइजहरू, हेलो कस्तो भयो खानेकुरा? एकदम मिठो। मल दिएको तँ त खानेकुरा कस्तो छ? मिठो हेरिदिनु है यहाँ यसरी खानुपर्छ। परिकारहरू। पखै यहाँ सबै गर्न लाउनु परेन होइन बादल? हेलो के हेलो गर, हेलो सबैजनाले। ए म यताबाट घुमेर तिम्रो अनुहार ल्याइहाल्छु नि, टेन्सन नगर। केही देख्दिनँ घामले है। खोइ त म आइन नि त अनि हेलो दाई, सब्सक्राइब गरिदिनु ल मेरो युट्युब च्यानल प्रेरणा श्रेष्ठ। एकजना भने सब्सक्राइबर बढ्छन्। हेलो, उहाँ त आउनै पर्छ फेरि मेरो भिडियो भरै के हुन्छ खोइ टाउकै देखिएन। कस्तो छ खानेकुराहरू? कस्तो फिल भइरहेछ त? यसो सुनाइदेऊ, व्याख्या गरिदेऊ आजको दिनको अलिअलि। बयान गरेर ट्याके गरेर साथी खान त्यस्तो राम्रो। यहाँ चाहिँ स्प्राइटवाला हो। एक लाइट ओ सामने हेलो एक लाइट पुगे हैन थप्नको लागि पछिल्लो म खाने म अब म पनि खान थाल्छु। मलाई यो मेरो हो क्या, ए ल किनभने नि यहाँ के छ तिमीलाई खाने छैन। खबलास नि बुझेन मान्छे आएको छैन अरु मेरो चाहिँ यहाँ मन मात्रै हुन्छ। मलाई थोरै ल, यो चिज चाहिँ थोरै थोरै एकदम थोरै। अन्डा करी खाँदिनँ, उदेऊ मासु जाउँ न। उदेऊ न। पनिर पनिर देऊ न। आउन मासु खाँदैनौ? मासु खान्छु एकछिन, पनिर लिएर आउँछु। त्यही तिम्रो पहाडी हो गाइज म चाहिँ होइन मासु खाने भएर पनि म यहाँ पनिर पनि खाँदैछु। दुइटै खाइदिन्छु। प्रेरणा ल तिम्रो एकछिन मोबाइल राख ल ब्लग पछि आउनु खाने बेला मोबाइल चाहिँ हुनु बुढोपाकाले भन्थे फेरि गाँस नाकमा हालो लाउने फेरि होस् गरेर अलि यहाँ हेर्नु होला आज म मासु खाँदैछु भन्दा अनि यता नाकतिर हालो ल। ए भगवान् म स्प्राइट दिइरहेको छु भाइ लडाउँछ जस्तो मान्छे लडाउँदिनँ हजुर ल एकछिन ल मलाई त यिनीहरूले त करायो गाइज भिडियो बनायो। ओइ मैले खाना खाइसकेँ होइन। अनि अब खाइसकेर चाहिँ भाँडा माझ्नु मैले भाँडा पुऱ्याएर आइसकेँ। अनि फेरि मोबाइल लिन आएको। सो म चाहिँ अब भाँडा माझ्ने ठाउँमा जाँदैछु। गाइजहरूले भाँडा माझेको देखाउँछु है म। हेलो हेलो के छ? भाँडा छ अन्त त्यो देखिँदैछौ नि, कस्तो फिल हुँदैछ? डेक्ची ड्राइभिङ गर्दै
पुरा ट्याक्सी ड्राइभिङ गर्दैछन् उनीहरू। अब म चाहिँ घुमी भिडियो बनाउँछु ल। ए तान्न नसकेको बेलामा होइन ल अब तुलसाको पालो राम्रो पखाल्नुमै चिल्लो र ल तुलसा अलिकति राख्थ्यो त त्यो माझेकै छैन एकपटक माझ न जुत्ताको हालत त्यस्तो भइसक्यो के गरेको कस्तो जुम गरेको जस्तो देखिरहेको छ कि भरे गर तर अब भिडियो दुईजना उ गर्ने यहाँ हेर्ने कतिजना पेन्टको के पेन्टको ल म गएँ है गाइस बाई बाई खोइ यो बोकेर जान्छु म यसलाई चाहिँ हाम्रो साथीहरूले अघि खन्ती भन्दै थियो क्या अनि म चाहिँ पुलाउ चलाउने हो भनेर बोकेर हिँडेको खोइ चप्पल कहाँ गयो चप्पल बोक्नु पऱ्यो है ओइ चार्जर लिएर आउनु पर्ने छ मेरो फोनको त चार्जै सक्यो अब आधी मात्रै भिडियो बनाउनु यस्तो लाग्ने त हामी भाडा माझिरहेको हो अनि यता खाने मान्छेहरू बाँकी रहेको मान्छेहरू खाइरहनु भएको छ ल के छ मिठो छ कस्तो लाग्यो त केही कम केही बढी भएको छैन नि एकछिन ल मेरो साँच्चै हो कि जिस्केको नजिस्का न तिमी त्यसरी होइन हेलो चैला ग्याङ के छ सरी ढाडमै लाग्यो दुखेन नि बोलेर नि म गएँ होइन अनि हामी चाहिँ यसो के भन्छ खोलातिर घुमेर आइसक्यौँ अब खोलातिर घुमेर रमाइलो गरेर आइसक्यौँ अब चाहिँ हाम्रो फेरि खाना खाइसकेपछि फेरि खाजाको तयारी हुँदैछ होइन अनि यहाँ मेरो साथीहरू हेलो गरिदेऊ त वेलकम ब्याक टु आवर च्यानल प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है त्यो भएको होइन होला लगै हो ए हो म पनि हो है ओइ नलगा न मलाई देखाउ न ग्रुप देखियो हेर त यो नि ब्लगमा आउँछ यो नि ब्लगमा आउँछ कस्तो देख्यो गाइस अब बबिताले म कहाँ छु भनेर भए पनि ब्लग म यही ब्लगबाट भन्न चाहन्छु अबदेखि म झगडालु केटी हुन्न अबदेखि ज्ञानी हुन्छु उसँग झगडा गर्दिनँ मसँग झगडा गरेको छैन ल्याउ न म लाउँछु कि नाइ के म लाउँछु न एकजना मुकेशको फोनदेखि फोटो खिच्नु तिमी के वाली हो म यहाँ वाली बन्दा वाली यहाँ बन्दा काट्दै अनि यहाँ नि छ त बन्दा म देखाउँछु पके कागती वाली कागती पकौडा थ्याङ्क यू दाइ ओइ म त थ्याङ्क यू दए
पकौडा पकौडाको बारेमा भनिदेऊ त म चाहिँ पकौडा टेस्टिङ गर्दैछु भन्नुहोस् जान्न चाहन्छन् मिठो कस्तो छ? मिठो। तपाईँले थाहा थियो तपाईँले मिठो छ नै भन्नुहुन्छ भन्ने मलाई थाहा थियो नमिठो भए पनि साथीहरूले पकाएको मिठो नै हुन्छ तर मिठै छ एकदम मिठो छ अनि यहाँ चाहिँ पकौडा पकाउने मान्छे बादल पटेल हेलो यहाँ त देखाउँछ म आइरहनु देखाउँछु। आऊ यो चाहिँ हो प्रथम गिरी अर्को पनि खान्छु यहाँ चाहिँ हाम्रो चटपटे मेकिङ हुँदैछ देखाऊ मेरो फोटो भएन कि एउटा क्यामेरा गिफ्ट गरिदेऊ न यार ल म तिम्रो बिहेमा बिहेसम्ममा त म आफै किन्छु हेर यहाँ चाहिँ हाम्रो चटपटे पाक्दैछ यहाँ किन एडिट गर्नु म कसैको एडिट गर्दिनँ कि म सबैको राख्छु यस्तो अनयुजुअल छ भने मात्रै हो एडिट गर्ने नत्र म सबै राख्छु त्यो निचडिसकेपछिको कागती चाहिँ मलाई देऊ त ल एकपटक निचडिसकेन त्यो मिठोले खान्छु नि म त्यो चुप पनि हाल है गाई यो चाहिँ म अब खानु गइरहेको छु चटपटे रेडी भइसक्यो यति धेरै माया ओहो यति धेरै माया अनि त्यसपछि सबैजना बसेर चटपटे खाँदैछन् यता रमाइलो हुँदैछ ल थाहा छ यता चाहिँ चटपटे खाँदै रमाइलो गर्दैछन् होइन रहेछ मेरो चटपटे चाहिँ उता छ अलरेडी त्यही भएर म यसरी खिच्ने बोल्नु नै आउँदैन के बोल्नु वाक्क लाग्यो अब त माटैको सिरानी नौली बहिनी आइफोनको अगाडि फोन तेर्साउनु तर लाज लाग्दै थियो तर फेरि तेर्साइदिए त्यही तल
बेसीको चिन्तन गरै लैलै लाउन यहाँ नितैको खोटाङ जिल्ला भित्तेल बजार आउँदैन यो मनमा बहिनी तिमीलाई नपर काखैमा खोटाङ जिल्ला भित्तेल बजार लैलै सम्झनामा शर्मिला एक गुर्की खान्छु न त्यो पारी पाखैमा बहिनी हाई गर भाइ खोटाङ जिल्ला भित्तेल बजार लैलै सम्झनामा आउँछु हजार ठिकै छ त लगभग सकिसकेको छ होइन अनि यहाँ भनेको भाडा माझ्नेले भाडा माझ्ने भाडा बोक्नेले भाडा बोक्ने गर्दैछौँ अनि त्यसपछि हेलो यहाँ भनेको अब फोहोरहरू टिप्नेहरू सबै कामहरू गर्छौँ अनि अब चाहिँ मेरो उठाउनु अनि त्यसपछि अनि अब चाहिँ के भन्छ मेरो फोनमा चाहिँ 5% चार्ज भइसक्यो क्या बिहानदेखि यताउता गरेकोले अनि त्यही भएर अब चाहिँ म भ्लग बन्द गर्नु जाँदैछु सरी फर पुरै भ्लग हाल्नु सकिनँ किनभने मेरो फोन अफ हुन आँट्यो सो बाई बाई सबैले हेरिदिनु होला लाइक कमेन्ट फर्स्ट टाइम हेर्नुहुँदैछ भने सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला बाई बाई